रातो कार्पेटमा हिँड्दैमा देश विकास हुन्छ? यत्रो पहिलाका नेताहरू रातो कार्पेट हिँड्ने अन्त खोइ त अनि खोइ सुशासन, खोइ त विधिको शासन। साथीहरू एकैछिन यो भिडियो हेर्नुहोस् है। देख्नुभयो नि साथीहरू, मेरो नेता बालेन शाहले तपाईँहरूले ओछ्याउनु भएको रातो कार्पेट पनि हिँड्दैन। अनि तपाईँहरूको नेता स्पेसल्ली एमालेको नेता केपी ओलीले धरहरा पुरै बन्न पाएको छैन, पहिले नै शिलान्यास गरेर बसिसकेको छ क्या। तपाईँहरूलाई नाक ढुङ्गा सुरुङ मार्ग थाहा छ नि, त्यो अहिलेसम्म ओपन भएको छैन, तर शिलान्यास पहिल्यै भइसक्यो क्या साथीहरू। मेरो प्रधानमन्त्रीको पद आज जाने हो भोलि जाने हो थाहा छैन। तिम्रो नेता त्यो अवस्थामा भएर आज नै शिलान्यास गरेर आफ्नो नाम लेखाउने नेता हो के तिमीहरूको नेता, बुझ्या होइन? मेरो नेताले रातो कार्पेट ओछ्याएको छ, त्यो बाटो पनि हिँडेन। तपाईँहरूको विरोध पनि आउन सक्छ, किन रातो कार्पेटमा हिँडेन, त्यसले डिसरेस्पेक्ट गर्यो भनेर। रातो कार्पेटमा हिँड्दैमा देश विकास हुने हो र साथीहरू, हुने हो र भने। रातो कार्पेटमा हिँड्दैमा देश विकास हुन्छ? यत्रो पहिलाका नेताहरू रातो कार्पेट हिँड्ने अन्त खोइ त अनि खोइ सुशासन, खोइ त विधिको शासन। अहिले बालेन दाइ हिँड्नु भएन नि रातो कार्पेटमा, कति झोलेहरूले त पुरा मिम्स बनाएर बसिया होलान्। बालेन शाह लुसिफरले रातो कार्पेट हिँडेन, डिसरेस्पेक्ट गर्यो, त्यस्तो होइन नि साथीहरू, डिसरेस्पेक्ट होइन। त्यो भनेको रातो कार्पेट नहिँड्दामा के बिग्रियो के साथीहरू, यो भन्नुहोस् न। नहिँड्दैमा देश विकास नहुने हो र? हिँड्दैमा देश विकास हुने हो र? नहिँड्दै पनि हुन्न र? त्यस्तो होइन। त्यसैले साथीहरू, बालेन दाइ बोल्दैन भन्छ नि, कामले मात्र बोल्छ कि बालेन दाइ। बुझ्याउने एमालेका झोलीहरू